हेलो साथीहरु, दर्शन नमस्ते। म साउदी अरबबाट बोलिरहेको छु। आज चाहिँ हेर्नु न, एकदमै ठुलो पानी परिरहेको अवस्था छ। एक्कासी मौसम पनि हैन, सफै थियो, अचानक पानी पर्यो के एकदम भारी वर्षा भइरहेछ। यहाँ चाहिँ सफा थियो मौसम, एक्कासी बिग्रिएर पानी एकदमै ठुलो परिरहेछ। अहिले हुन त नेपालमा पनि यस्तै छ, पानी परिरहेछ, असिना खसिरहेछ। यहाँ चाहिँ असिना खसे छैन, पानी चाहिँ ठुलो परेछ। कड्याङ गुडुङ गर्दैछ आकाश। यो चाहिँ रातिको समयमा हो। अहिले 1:30 बजिरहेछ यहाँ साउदी अरबमा। एकदम पानी परिरहेको अवस्था छ। एकदम ठुलो नै पानी परिरहेछ। पेट्रोल पम्प हो यो, पेट्रोल पम्प पानी परिरहेछ। एकदमै ठुलो पानी परिरहेको अवस्था छ यति बेला। भन्नुपर्दाखेरि मौसम बिग्रेर पानी परिरहेछ। अचानक पानी पर्यो के, पानी पर्छ भन्ने कुनै मौसम थिएन, तर सोच्दै नसोचेको भयो। अचानक मौसम बिग्रियो। पानी पनि कति पर्छ दिक्क लाग्न थालिसक्यो यो अवस्था देखेर। एकदमै 2-4 दिन पर्छ रोकिन्छ, फेरि 2-4 दिन पर्छ रोकिन्छ। पानी परिरहेको एकदम पानी पर्ने 2-4 दिन भयो त्यो पानी पर्न बन्द भएको। फेरि आजबाट पानी पर्न फेरि सुरु भयो। एकदम पानी परिरहेको छ।